पुरानो 90s को फिल्महरुमा त्यस्तो टोपी अनि त्यही बोतल बाबुले गरेको फिल्मको याद आयो ल चाइना र कोरियामा अनि जापानमा खै मलाई देवानन्दको फिल्मको याद आयो त्यो फिल्मको बाबुले त्यो बुट्टामा रुखमा बसेर त पानी खाएको टोपी लगाएको राजकुमार र देवानन्दको याद आयो मलाई त राजकुमार देवानन्द अनि अर्को उ पनि छ क्या आरामै छ त ठ्याक्कै छ है तर के गर्नु जसले पनि चिन्दो रहेछ टोपी लगाए पनि चिन्ने रहेछ चिन्दो रहेछ जति मुख छोपे पनि जति आँखा छोपे पनि ट्याक्कै चिनिहाल्छ कि एलिजेले राखेको दिदी हुनुहुन्छ उहाँलाई पनि चिन्ने भइसक्यो सबैले चिन्छ हो अब त बिरालो लग्यो भने पनि एलिजा आयो भन्ने भन्छ बिरालोको कलर फेरि भिन्नै छ नि त अरू बिरालो त म्याक्सिमम एउटै हुन्छ होइन त्यसको फेरि कलर चाहिँ भिन्दै छ नि त यसले गर्दा पनि यो पक्कै आयुष र एलिजाको हो भन्ने थाहा हुन्छ कि त्यही त आचल वेलकम त्यो मलाई त त्यो मन पर्यो त्यो दिदीहरू त्यो आन्टीले बोलाउनु भयो नि मेरो घरमा चिया खाएर जानु न भनेको थियो नि मलाई त्यो एकदम मन पर्यो कति जिद गरेर भन्ने नि लाग्यो जस्तै अब बाबु गाडी चलाएर सुर्र हिँडिराखेको मान्छे होइन अब त्यो दिदी त्यस्तै बसेको मान्छेले कसरी चिन्दै झम्दिँदै आयो होइन त्यो एउटा आएपछि नगएको भए अलि अर्कै कुरा हुन्थ्यो तर जानु भयो नि त के अरे आयुष भाइ गयो नि त उसले त्यत्रो मायाले त्यत्रो उसले बोलाएको बिचरा मायाले र पानीले नै जसले माया गर्छ जसले भिडियो हेर्छ नि उसले टाढेबाट चिनिहाल्छ क्या चिन्छ क्या मायाले हो नि बिचरा पानी भने खाएर गइदिनु भन्यो होइन जे पनि उसले अब आफ्नो लोकल काँक्रा अब चिया हाम्रो बुहारीलाई कति मिठो लाग्यो अच्छी छ आयु छ मेरो बिचरा चिया फेरि असाध्यै मनपर्ने एलिजालाई मनपर्ने बुहारीलाई त्यहाँमा झन् चिया कति मिठो छ आयु भन्दै थियो चिया लभर हो नि त चिया लभर हो त्यो बहिनीको भिडियो पनि भाइरल भयो आज भर्छ बुहारीले मेरोमा उ गर्नु भनेको थियो ट्याग गर्नु भन्नुभएको थियो बुहारीले भनेको थियो अनि ट्याग गरेको थियो कि क्या अनि भाइरल भयो त त्यो भिडियो मेरोमा त आएन त त्यो भिडियो मेरोमा आयो मेरो फलोइङमा आएको थियो मलाई सेन्ड गरिदिएको भए हुन्थ्यो नि त्यो भिडियो फेरिमा कुदिरहेको छ त्यो भाइ बुहारीको सँगै खिचेको भिडियोहरू सबै फलोइङमा चलेको थियो लाइक कमेन्ट गर्नु न मैले पनि लाइक कमेन्ट गरिदिएको त्यही त मैले देखेँ भ्याइसम्म सबैको यो भिडियो पहिलो होला है 1 घन्टाको एलिजेको पहिलो पटक गइथ्यो हाम्रो त थ्याङ्क यू अचल लानु मुभी जस्तै छ 1 घन्टाको भिडियो पनि हेर्दिने हामी कस्तो मान्छे है त्यही त के हो के आउँछ भनेर हेर्दा गर्यो अनि चिया लियो एउटा खाजा लियो मजाले आनन्दले हेर्यो अनि सिपिन्छ अनि बल्ल उठ्यो होइन एउटा बाबुलाई इन्टरभ्यू लिएको पनि 1 घन्टाको ठ्याक्कै थियो त्यो त्यो होइन ब्लग बनेको ब्लग टिभीमा के युट्युब च्यानलमा जोड्यो भने कति राम्रो देख्छ होला है युट्युब च्यानलमा जोडेर हेर्नु भयो भने कति राम्रो देख्छ होला है दुईचोटि त्यो माथि टावरमा चढेको है त्यति अल्को बाबा नि तर बुहारी त सक्छ क्या जेमा पनि मलाई त इन्टरभ्यू ल्याएको बहुत मनपर्छ त्यो भिडियो के गरेर झर्ने हो भन्थ्यो बिचरा फेरि अरू झऱ्यो तर धेरैले एकदम लामो लामो गरेर हालिदिन्छ त्यो चाहिँ नगरिदिएको हुन्थ्यो उनीहरूको भ्लग आउँदाखेरि सबैले हालिदिन्छ मैले हाले छैन है मैले हाले छैन योपालि होइन बाबुलाई भने होइन के अरे यो बिमला बन भन्ने हाल्नु त हाल्नु 24 आवर लागिसकेपछि मात्रै हालेर
हाल्ने छैन भोलि हाल्ने हो आज हाल्दिनँ त्यसरी हाल्ने होइन कम के अरे गीतमा हालिदिने के बोलेको 4-5 वटा बनाइदियो भने त सिद्धिको हो नि काम त्यही त उनीहरूले फेरि बनाइहालिदिने कि बनाइहालिदिने छिटै होइन हाल्न त के अरे त्यतिखेर हाल्ने हो तर कम हाल्ने हो के नभए आजको भोलि हाल्ने कामै छैन म त के भन्छु भने आज एक दिन चाहिँ त्यो रहन दिनुपर्छ के भन्ने मेरो है म त भोलि हाल्ने हो होइन नि आमा अलिकति हाल्दाखेरि झन् भ्युज बढ्छ उनीहरूको अलिकति हाल्नुपर्छ र मेन थोरै भनेको थोरै मेन हालिदियो भने झन् भ्युज बढ्छ इन्ट्रेस्टिङ हुन्छ के एकजनाले नि 5-6 वटा 7 वटा हालेको छ भिडियोहरू त्यस्तो हो के त्यो भाग पनि हालेछ उता नै हालेछ जोडले गरेको भन्ने कुरा हो हाम्रो केही छैन त्यही भन्यो भने नगर्दै हुन्थ्यो भन्ने हाम्रो हो के अरे अब सबैले भनिआएको भन्दा थाक्यो अब सकिँदैन उनीहरू राम्रो होस् भन्ने चाहे थियौँ हामीले त्यही देख्न पायौँ हामी त एकदम खुसी त्यही त हामीले जे सोचेको त्यही पुरा भएछ त्यही खुसी छ जे सोच त्यही पुरा भयो एकदम खुसी एकदम ह्याप्पी हुनुपर्ने त्यही थियो जे हुनुपर्ने थियो त्यो भयो नानी त्यही कुरा भयो त्यही हो हाम्रो लाइफ एकदम आशा नानी आज नानी सिकासमा नचाउनबाट ल ठुलोमा राख्नु त दिजु म आज किनभने आज नाच्दिनँ म धेरै खाना खाएर त्यही हो भएर यो नक्कल बाजे त्यही हो तर यो कालो हो र होइन कालो होइन यो डार्क गेरेको आछि के कलर हो हो र तिमीलाई अर्कोमा गएछ क्या ब्ल्याक होइन यो होइन ब्ल्याक होइन किङ कोब्रा बाबु नमस्ते चिठी लिएर नै गयो अरे नामहरू लेखेको नमस्ते बेबिकाको के भएको नि बिबिकाको देविकामा ग्रे भनेर लेखेको थिएँ तर त्यो अर्को ग्रे कलरमा मात्रै गयो क्या हो ठिक छ केही छैन हामीलाई कलरको हामीलाई केही भएन हामीलाई जुन भयो पनि सामान मायालु माथि आउनु के माथिको मात्रै त अब 1 पिस हो गरे ठिकै छ केही भएन